केही समय अगाडि माननीय खगेन्द्र सुनार र आइजिपी दानबहादुर कार्की बीच चाहिँ चर्काचर्की भयो भन्ने विषयहरू छ्यापछ्याप बाहिर आएको थियो होइन। अहिले त्यही विषयलाई लिएर माननीय खगेन्द्र सुनारलाई चाहिँ चाउचाउको कुपनमा परेर माननीय भएकोसम्म भन्ने गरेर चाहिँ अहिले ट्रोलहरू बाहिर आइरहेको अवस्था छ होइन। आजसम्म नेपाल पछाडि पर्नुको मुख्य कारण भनेकै ठुला बडाहरूलाई चाहिँ जिउ जिउ गर्ने भएर चाहिँ हो होइन। अब प्रजातन्त्रमा सबैभन्दा सर्वोपरि भनेकै जनता हुन्छ, अनि जनताको लिडर भनेको माननीयहरू, अनि माननीयहरूले चाहिँ अब त्यहाँ अनियमितता त भयो भन्ने कतैबाट सूचना पाइसके पछाडि उहाँहरूले त्यो खालको प्रश्नहरू त उठाउनु जायजै कुरा हो। यसमा चाहिँ अब ट्रोल गर्नुपर्ने यताउति ह्यान थ्यान भन्नुपर्ने आवश्यक छ जस्तो चाहिँ मलाई पक्कै पनि लाग्दैन। उहाँले त्यो दिन त्यहाँ लेखा समितिमा उठाउनु भएको विषय भनेको चाहिँ होइन, अब यो ड्रेसहरू जुत्ताहरू लौरोहरू किन्दाखेरि चाहिँ त्यहाँ अनियमितता भयो भन्ने हल्लाहरू बाहिर छ्यापछ्याप आइरहेछ। यो विषयमा के हो भनेर उहाँले अब प्रश्न गर्नु नि नपाउने हो त होइन। प्रश्नै गर्न नपाउने भएपछि त यो त अचम्म भइहाल्यो नि त।